ल साथीहरु स्वागत छ फेरि पनि नयाँ दिन नयाँ भिडियोको साथ हजुरहरुको माझमा। आज हामी जाँदै छौं। अब हाम्रो दिन सुरु भयो आमा छोराको नाति हजुरआमाको कोल सिने। हामी पार्कमा आइपुग्यौं। कोल जाने बाटो यहाँनिर यसरी छ। आज चाहिँ उताबाट गइन्छ। आज म चाहिँ यताको बाटो छिरेको है। ह्याट ह्याट भनिरहेछ ह्याट नपाएर ह्याट ह्याट भने बाबुले यसरी लिएर हिँड्छु मैले बाबुलाई। यस्तो धेरै घाम चर्के छ। 9 बजेको छ र पनि एकदमै धेरै घाम चर्के छ। बाबुको ह्याट खोजेको भेटिएन अनि यहाँको मोड्नु पर्ने ठाउँमै बिर्सेर गइएछ साथीहरु। फेरि ब्याक भएको यता कोर्सन बाटो यता हो। यताबाट यसरी यता मोड्नु पर्ने ठाउँमा हामी त सिक्दै गइएछ त बाटो सकेको ठाउँमा पो पुगेछ त। हेर्नु कस्तो राम्रो फुल। हामीले पहिला चाहिँ त्यो फुललाई हामीले बिस्कुट फुल भन्थ्यौं साथीहरु है। खै किन भन्थ्यौं हेर्दा बिस्कुट जस्तो त छैन। यस्तो मजाले फुल्यो। बाटो चाहिँ सानो छ बाटो मान्छे हिँड्ने मात्रै छ। हामीलाई चाहिँ छोटो बाटो हुन्छ भनेर हामी यो बाटो निस्क्यौं। फाइनली कोल्सभित्र अब छिर्यो। ल अब कहाँ जान्छु अनि के भन्छ यहाँ पसिसकेपछि बाबुलाई एप्पल चाहिन्छ ना चाहिन्छ बनाना भन्छ। बनाना भनेको अनि ना ना गर्छ। म एउटा एप्पल यो बनाना चाहिँ बाबुलाई दिन्छु। एप्पल एप्पल भनेर यसो छ बाबु। के भन्यो भन त? एप्पल पाएपछि म अब हामी चाहिँ जान्छौँ सिधै दुधको लाइनमा गएर नि हजुरहरूलाई देखाउँछौँ है त। दुधको लाइनमा आइसक्यौँ है। हामी चाहिँ अब यो दुधलाई हामी लिन्छौँ फुल क्रिम लेखेको दुध। यहाँ चाहिँ बाबु यसरी ज्ञानी भएर बस्छ। हजुरआमा नातिको काम चाहिँ यही हो। ज्ञानी यसरी यो छ नि भित्रपट्टि दुध निकाल्छ कि किन भन्दा यो बाहिरको चाहिँ पुरानो हुन्छ होला अनि भित्रको चाहिँ नयाँ दुध राखिदिन्छन् होला जस्तो लाग्छ मलाई। अनि त्यही भएर हामी 120 सर र अब कफीको लाइनमा जान्छौँ। मम्मीले के ल्याइदिन्छ मलाई कफी ल्याइदिनुहुन्छ भनिन्छ सम्झीले छोरीले। सर र अब कफीको लाइनमा हामी आइसक्यौँ। आज चाहिँ हामी कफी लिएर चाहिँ जान्नौँ जस्तो छ। फ्रोजन मटर टिकेर अनि त्यसपछि हामी जान्छौँ है त। हामी चाहिँ काउन्टरमा गएर पैसा बुझाउँछौँ अनि त्यसपछि निस्किन्छौँ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभयो धन्यवाद। साथीहरु यो भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला र यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु है त। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभयो धन्यवाद। भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिन नभुल्नु होला साथीहरु र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु है त।